दर्शकबिन नमस्कार, हार्दिक स्वागत गर्दछु तपाईहरुलाई हाम्रो यस युट्युब च्यानलमा। सदाझै आज पनि म तपाईहरुका माझ सीता सिरियलको विशेष रिभ्यू भिडियो लिएर उपस्थित भइसकेकी छु। तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। दर्शकबिन अरूको कुरा सुनेर जगतले हाने जोडसँग थप्पड सीताले चाहिँ जगतलाई बुझ्न नसकेको अवस्था हो। दर्शक महानुभावहरु, जगतले सीतालाई किन थप्पड हान्नै पर्ने अवस्था आयो त, यस विषयलाई लिएर र अब आउने नयाँ भागमा के होला त भन्ने विषयलाई लगेर आज हामी यस भिडियो अन्तर्गत रहेर कुरा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आशा गर्दछु। साथै तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला, किनभने म तपाईहरुका माझ यस्तै नेपाली सिरियलको विशेष रिभ्यू भिडियो लिएर उपस्थित हुने गर्दछु। दर्शकबिन अब कुरा गर्नेछौँ जगतले सीतालाई किन थप्पड हाने भन्ने विषयलाई लगेर। दर्शक महानुभावहरु, जगत र सीता चाहिँ काठमाडौँको अस्पतालमा गएर बच्चा नहुनुको कारण के हो भनेर जचाउने कुरा चलिरहेका बेला दारीले चाहिँ बच्चा जगतबाट पनि नहुन सकेको हुन सक्छ, रक्सीले सकिसकेको मान्छेबाट कहाँ बच्चा हुन्छ भनेर दारीले जगतलाई भनेपछि जगत घर जाँदा सीताले फेरि जचाउन जाने कुरा गर्दा जगत सीतालाई थप्पड हानेका हुन्। उतातिर रमेशले चाहिँ अनुसँग मिलेर आफू बुढो हुँदा पनि भिडियो बुढो नहुने भनेर सीता पछिको मिल्ने साथीसँग र सीताको घरमा गएर सीताको आमासँग भिडियो बनाएको देख्न सकिन्छ। उतापट्टि सृष्टिले फेरि पर्वतको घर गएर पर्वतसँग उपचारका लागि पैसा मागेर घर आउँदा जगतले नै पैसा नचाहिने, अब उपचार गर्नु पर्दैन भनेर सृष्टिलाई पर्वतको पैसा दिन लगाएको देख्न सकिन्थ्यो। दर्शकबिन सृष्टिकी फुपू चाहिँ आफ्नै घर फर्किएकी छिन् भने सीताकी सासूले आफ्नी नन्दको कुरामा लागेर सीतालाई नाना थरी कुरा भनेर उनको चित्त दुखाएकी हुन्। दर्शकबिन तनावले गर्दा भट्टीमा रक्सी खान जाँदा त्यही साउनीको सिउँदो भरेको र त्यही रात बसेर घर आएको देख्न सकिन्छ। उतातिर जगतलाई आफू त्यहाँ कसरी आइपुगे भन्ने कुरा समेत भुलिसकेका छन् भने जगत घर आउँदा साहुनी पनि घर आएकी र यो घरमा मेरो पनि अधिकार लाग्छ भनेर भनेकी छिन्। दर्शकबिन के जगतले उसमै साउनीको सिउँदो भरेका हुन् त? तपाईहरुलाई के लाग्छ? जे लाग्छ कमेन्ट गरिदिनु होला। साथै भिडियो मन परेमा च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक शेयर गर्न पनि नभुल्नुहोला। फेरि पनि नयाँ रिभ्यू भिडियोमा भेट्नेछौँ। हस्त, धन्यवाद।